धेरैजनाले मलाई सोध्नुहुन्छ कि तपाईँको यस्तो सानो बेबी भएर पनि तपाईँको घर चाहिँ निट एन्ड क्लिन अर्गनाइज चाहिँ कसरी हुन्छ भनेर। सो टुडे आइएम गोइङ टु सेयर यु माई फ्यु टिप्स। सो टिप नम्बर 1 इज 1 एट अ टाइम है। सो पहिला चाहिँ मैले पनि यस्तै गर्थेँ, घर चाहिँ एकैचोटि सबै सफा गर्थेँ। सो यो गर्दा चाहिँ के हुन्छ भन्दा चाहिँ हेक्टिक पनि हुन्छ, थाक्छ पनि है, र नेक्स्ट टाइम सबै कुरा फेरि एकैपल्टमा मैला हुन्छ। सो अहिले चाहिँ मैले के थ्योरी अपनाएको छु भन्दा चाहिँ 1 एट अ टाइम है। सो मम भएकोदेखि चाहिँ मेरोमा टाइम पनि हुँदैन सबै गर्ने है। सो आज मैले यो कर्नर मैला देखेँ, सो आज मैले यो एउटा कर्नर सफा गरेँ। सो यसो गर्दा चाहिँ के हुन्छ भन्दा चाहिँ तपाईँको 1 एट अ टाइम तपाईँको एउटा काम निक्लिन्छ। सो डेली तपाईँले एक एकवटा कर्नर गर्नुभयो भने चाहिँ घर पनि एकैसाथ मैला हुँदैन र सधैँभरि घर सफा पनि हुन्छ र अर्गनाइज पनि हुन्छ। यो ट्राई गर्नु होला है। इट्स अ भेरी भेरी युजफुल टिप है। र यसो गर्दाखेरि चाहिँ तपाईँको घर चाहिँ जहिले पनि अर्गनाइज एन्ड निट एन्ड क्लिन हुन्छ। सो टिप नम्बर 2 इज टु सेन्ड इट टु वेयर इट बिलोङ्स है। त्यो भनेको चाहिँ जब तपाईँले सामान कुनै पनि निकाल्नुहुन्छ त्यसलाई चाहिँ हाम्रो चाहिँ के बानी हुन्छ भन्दा जहाँबाट निकाल्यो त्यहीँनिर नराख्ने बानी हुन्छ है। सो त्यो चाहिँ बानी चाहिँ हटाउनुपर्छ हामीले। सामानहरू चाहिँ तपाईँले जहाँबाट युज गर्नुभएको छ त्यहीँनिर राख्नुभयो भने तपाईँले अरूलाई पनि त्यही सिकाउनु भयो भने घरमा है, फ्यामिली मेम्बर्सलाई, हस्बेन्डलाई पनि जस्तो म छु है, अब वी स्टे इन अ न्युक्लिएटेड फ्यामिली है। सो हामीले चाहिँ अब सबैले मिलेर अब जुन चाहिँ सामान जहाँबाट निकालेको छौँ त्यो अब गऱ्यौँ भने चाहिँ के हुन्छ भन्नुहोस् त, एकअर्कालाई एकदमै बेसी हेल्प हुन्छ है, अरूलाई बर्डन हुँदैन। सो टिप नम्बर 3 इज नेभर पाइलिङ अप यो वर्क है। सो यो चाहिँ मैले अहिले नानी भएकोदेखि चाहिँ यो थ्योरी अपनाएको छु है। हुनु त पहिलादेखिकै म यस्तै नै हो, तर अहिले चाहिँ झन् बेसी अपनाएको छु। सो नानीले कति लथालिङ्गे पार्छ, सामानहरू अब कतिपल्ट दिनमा गर्छ त्यो तपाईँहरूलाई थाहै नै छ, तपाईँहरू आमा हुनुहुन्छ भने चाहिँ। सो म चाहिँ राति बरुभन्दा 10-15 मिनटमा पनि ढिलो सुत्छु, तर जे पनि उसले लथालिङ्गे गरेको छ त्यो चाहिँ म बेलुकै नै सनाकसिनिक पारेर चाहिँ म चाहिँ सुत्छु है। त्यो गर्दा चाहिँ के हुन्छ भन्नुहोस् त, तपाईँको काम चाहिँ पाइलअप हुँदैन। सो जति तपाईँले सोच्नुहुन्छ, अल्छी गर्नुहुन्छ कि यस आज गर्दिनँ भोलि बिहान गर्छु भने त भोलि बिहान पनि त्यो काम चाहिँ आफूले नै गर्नुपर्छ है। सो सबै काम आफूले नै गर्नुपर्ने हो भने चाहिँ म चाहिँ लाग्छ कि अलिकति ढिलो सुतेर सबै कुरा सनाकसिनिक पार्यो भने चाहिँ भोलि चाहिँ के हुन्छ, मलाई नै आराम हुन्छ। सो यो चाहिँ मेरो सर्टेन टिप्स हो। हुनु त देयर आर अदर टिप्स एज वेल, तर आज यो भिडियोमा भने पनि लेन्थी हुन्छ, कुनै दिन अरू भिडियो बनाउँला है। सो आजको मेरो यो न्यू कन्सेप्ट चाहिँ तपाईँलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला, एन्ड वेदर इट वाज हेल्पफुल फर यु अर नट त्यो पनि कमेन्ट गर्नुहोला। बाई।